त्यहाँदेखि यताको सबै ओइ माइली हो त्यो अनि पहिरो गएको ऊ त दुर्बेडा आँटादेखि यताको क्या त खनेको अनि कस्तो खालको अनि त्यो खोलामा कसरी मान्छेले उ गरौँ त ए त्यो राम्रो यस्तो कबाडी ठाउँमा पैसा फ्याँक्नु बाफ्रे अलिक राम्रो ठाउँमा पैसा फ्याँके त हुन्थ्यो त नि छैन कसले पारेको त्यहाँनिर कि त्यही ऊ काकाहरूले नै उ गरेको ओ यहाँ तित्री खानु आउन हौ तित्री छैन रहेछ एउटै पनि छ्या झरेको छ कि हेरेर आउँछु आकाशैमा चिनो कि बेचारा दुई दिनमा के छ गाउँघर सबै सुन्ने गाउँघर सुन्ने भए पनि हाम्रो घर चाहिँ हरबर छ है साथीहरू ओइ मल बोक्ने कहिले हो मल गाउँको मान्छेहरू आजकल त यस्तो सरिफा नखाएर पकाएर राम्रो फ्याँक्दो रहेछ इ तर कति बारीहरू त जङ्गलै भएको रहेछ हौ राम 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 लिची फुलेर फेरि यहाँनिर हिराको बोटहरू कति धेरै यो अनार यो किम्बु किम्बु पाक्दै रहेछ अनि उता लिची लिची त आँप त झन् कति धेरै फुलेको राम 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 फलेको कि बररै फेरि यता फुल भिन्दैछ हाम्रो राम राम पहिला उता काठमाडौँमा सातो बाटोमा थियो म त यहाँ अहिले फुल्ने सिजन रहेछ अनि त्यहाँ म त गएकै छैन कि के हो जिन्दगी यो पनि अनारकै बोटो त मेरो विचारमा यो कागतीको होला यो फेरि अम्बाको बोटामा कति धेरै फलेको हौ के भन्नु एउटा एउटै देखाउने बानी यस्तो फलिरहेछ कि लिची यस्तो फलिरहेछ कि यो फल भनेर यो चाहिँ के को बोट रहेछ हौ सल्ल बग्छ सुनकोसी भाइचीहरूले हाम्रो भाइची सुन त यसरी पो फल्छ त आम्मामा सुन फलेर एक मुठे भेटिन्छ कि बा करोडपति बनाउँछ कि रोडपतिबाट मलाई
मैले काठमाडौँमा यस्तो रुद्राक्ष भनेको भरे त्यो अम्बाको यो उ पो रहेछ नि यस्तो क्या यो सुकेको होला भनेको त भरे अम्बाको यो पो रहेछ नि हेरिरहन मन छ हाँसेको हेरिरहन चारमुखे भेटिन्छ नि ला 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 यो सबै सुर्तीबारी यस्तो बोर आइरहेको छ तर के भएर यस्तो भएको यो होला दाउरा 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 कुद्दैछ चिन्दै छैनस् घरको निनीलाई चिन्दै छैन हौ यो कुखुराले कस्तो होला हौ सुन कसरी फल्छ यसरी फल्छ है साथीहरू यो ड्रागनको चाहिँ यो कि बुबा यो हाँगाहरू त सबै यसरी निकालेर फ्याँकिदिनुपर्छ अरे नि त यी अनि पो फल्छ अरे त फल्छ भनेर हामी राख्छौँ नि होइन अरे यो थाहा छ यो आएको ऊ हुन्छ नि यसलाई पनि निकालेर फ्याँक्दै नि हुन्छ रोप्दा नि हुन्छ यो ऊ टायर पाउँदैन बुवा टायरमा यस्तो गोलो गोलो बनाएर यिनीहरूलाई दिनुपर्छ कि कस्तो खालको रहेछ पिङ्क कलर खालको कि अर्को भित्र रातो र त बाहिर हेर्दा त रातो भित्र गुदी सेतो थियो कि रातो ए यो कि यो ऊ चाहिँ यसरी फ्याँकिदिनु पर्दो रहेछ कि अनि मात्र फल्दो रहेछ क्या बुवा अब यति बेला फुल्ने सिजन हो नि यिनीहरूको अब हेर्नु है यो म जानु साथै फुल्नु थाल्छ यिनीहरू के को चाङ उ त ज्ञानु दाइलाई अराउनु न माटोमा रोपिदिनु नि अनि यत्रो माटो के यस्तो रोपेको त नि काट्ने नि छैन यहाँ हातै काट्यो बुझिसक्यो काठमा नभए एउटा दुईटा यस्तो गरे जस्तो होइन नि यो त यो ओडाले दिएको कहाँ आफ्नै घरलाई हामीलाई एक्लैले कुन 60 मिटर त कति हो त नि कति 5 मिटर पनि पर्दैन त 1 मिटर पनि कहाँ छिन्ताङलाई प्रत्येक घरलाई 60 मिटर ओ माय गड 60 मिटर भनेको त पुग्यो त नि उहाँ पलोटा कस्तो गाउँमा पो अनुदान अहिले त गाउँमा मान्छे बस्दैन त्यही भएर अनुदान परेको परै गर्ने रहेछ है मान्छेहरू यस्तो छोडेर हजुर कुन रातोवाला अनार हो कि हाम्रो जस्तै हो ए फलिरहेको थियो आमामा अहिले त काठमाडौँमा त त्यो हाडेवाला त
कति महँगो गरिरहेको छ त यो एभोकाडो नि बुवा उयो एभोकाडो छ नि अहिले 1000 रुपियाँ केजी छ अब त पाउनु नि छोडो 1000 रुपियाँ केजीले पनि के चाहिँ एभोकाडोमा राखेको थियो किन हाम्रोमा त एभोकाडै नभएको कि यो बोटै कस्तो झ्याङराङ र झुङरुङ आएको बुवा यो एभोकाडो किन एउटा मात्रै हो हाम्रोमा चाहिँ मैले रोपेर उहाँ उमारी राख्थेँ ल्याउनै पाइनँ ला भाँची पो सकेको रहेछ त यो ज्ञान दाइ कता जानु